क्रिसमस कहिले हो ठ्याक्कै त्यो चाहिँ मलाई थाहा भएन साथीहरू होइन। तर पनि यो क्रिसमस आइसके जस्तो चाहिँ मलाई लागिरहेछ के, किनभने यो क्रिसमस क्याक्टस चाहिँ क्रिसमसको बेला मात्रै फुल्ने फुल हो नि त। मैले रोपिरहेको थिएँ अनि यो साइडमा चाहिँ हाम्रो त्यो अरू जेरिनियमहरू हुँदैन क्या, किनभने पानीले हानिसकेपछि खासै फुलेको जस्तो मलाई लागेन। त्यसैले गर्दा मैले त्यहाँ क्रिसमस क्याक्टस मात्रै रोपेको थिएँ। अनि अहिले चाहिँ हाम्रोतिर चाहिँ पुरै सिजन चलिरहेछ क्या साथीहरू, फाड्ने, टिप्ने, छडाउने, सुकाउने सबै काम भइरहेछ। त्यसैले गर्दाखेरि कामको चटारो यस्तो छ नि, असार साउनमा त के चटारो हुँदैन हाम्रोतिर, किनभने यता लेक हो धेरै चाहिँ, हाम्रोतिर चाहिँ अलैँची मात्रै हुन्छ नि त। अनि अलैँचीको पुरै अब थन्काउने बेला हो अहिले चाहिँ। अनि आजदेखि चाहिँ मेरो छोरी 9 महिनामा लागिन् साथीहरू। एक्लै चाहिँ बस्नै नमान्ने क्या, अब त ज्ञान छिपेर पनि होला। त्यसैले गर्दाखेरि मैले चाहिँ बेबी वाकर ल्याएर मेरो छोरीलाई चाहिँ म सँगसँगै राख्छु क्या अब। अनि कतै लड्छ कि भनेर म चाहिँ सुत्लीले बाँधेर राखिरहेको। अनि यसो खाली टाइममा चाहिँ म टिकटकहरू चाहिँ बनाइ नै बस्छु क्या।